हेलो एभ्रिवान, वेलकम टु ब्याक फेरि पनि नयाँ भ्लग लिएर तपाईँहरू माझ उपस्थित भएको छु होइन। आज चाहिँ म फेरि पनि हिजो हामीले लगेको धान चाहिँ तपाईँको मान्छे नभएको कारणले गर्दाखेरि हामी रिपे फर्केको थियौँ र आज चाहिँ पुनः हामी लिन गइरहेका छौँ र के कस्तो हुन्छ तपाईँहरूलाई म क्रमशः देखाउने छु है। ल साथी हो, म चाहिँ गइरहेको छु, हामी गइरहेको छौँ भनौँ होइन। जिन्दगी यस्तै छ, अब दुःख सुख गर्नै पऱ्यो, बाँचुन्जेल होइन। मिलमा हामी पुग्नको लागि 2-4 मिनट जति लाग्दैछ, तबसम्म हामी निरन्तर जानेछौँ र एक बिहानैको यो मौसम अलिकति आज धुम्मिरहेको छ। फाइनली आज चाहिँ हामीले यहाँ होइन धान कुटाउने मान्छे अब मिल धनी चाहिँ हामीले भेटिसकेका छौँ र हामीले चाहिँ तपाईँको यहाँ धान कुटाइराखेको अवस्था हो है। धान कुटिरहेको छौँ हामीले। अनि अब अहिले बिहानको मौसम चाहिँ अलिकति जाडो पनि भइरहेछ, त्यस्तै छ। अब यहाँ चामल छ हो। हेलो गाइस, फाइनली 2 दिन पछाडि है, 2 दिन पछाडि चाहिँ हामीले धान कुटाएर ल्याउन सफल भएको छौँ। हामी बाटोमा आउँदैछौँ यसरी। अब ठिकै छ, अब 2 दिन पछाडि भयो भने धान चाहिँ कुटाएर ल्यायो। अब त्यही छ साथीहरू, हामी चाहिँ जाँदैछौँ यहाँ बाटोमा है। फाइनली साथीहरू हामी चाहिँ घरमा आइपुगेको छौँ होइन, मिलबाट। ल साथी हो, यो बत्ती मार त नानी, बत्ती मार्छ र। ल आजको दिन चाहिँ अघि हामी मिलबाट आइयो होइन, तपाईँहरूले हेरिसक्नुभयो। र आजको दिन चाहिँ कसरी स्टार्ट भइरहेछ भन्दाखेरि यसरी नै अब मिलमा हिजो लगेको धान चाहिँ आज नै पुर्याइयो। र त्यस पछाडि म तपाईँलाई के देखाउन गएको छु भन्दाखेरि हिजो बनाएको डम्बेल है, घरमै बनाएको यो सिमेन्टको डम्बेल चाहिँ अब यसो घरमा कहिलेकाहीँ होइन वर्कआउट गर्नको लागि बनाएको डम्बेल चाहिँ अलिकति बिहानै मैले निकालेको, थोरै चर्क्यो होइन, हल्ली पनि रहेछ अलिकति। यो एक्सपिरियन्स नभएर पनि हो, एक्सपिरियन्स नभएर यहाँ हेर्नु सक्नुहुनेछ तपाईँहरूले, यो अलिकति हल्लिरहेछ होइन, यहाँ थोरै चर्क्यो पनि केही छैन। अब काम चलाउनु पऱ्यो गो होइन, जे जस्तो भयो नि काम त चलाउनु पऱ्यो। अब यो कसरी निकाल्ने भन्ने कुराहरू भइरहेछ यहाँ, निकै छ होइन। यहाँ म तपाईँलाई फिनिस गरेपछि पनि देखाउने छु। यो चाहिँ अलिकति थोरै खर्चमा घरमै बनाएको डम्बेल हो है। त्यसै कोलाहरू पनि यहाँ त्यत्तिकै रोपेको र अनि एकदम ठुल्ठुलो भइरहेछ, कोलाहरू पनि सप्रिरहेछ होइन। यस्तो छ जिन्दगी। अब यहाँ अहिलेको मौसम, आजको मौसम चाहिँ यस्तो छ है, हाम्रो मोरङको मौसम चाहिँ यस्तो छ है। ल साथीहरू, अब म अहिले यो निकाल्ने पनि छु, त्यसमा तपाईँलाई देखाउने छु है त। ल फाइनली साथीहरू, त्यो हाम्रो डम्बल चाहिँ रेडी भइसकेको छ है त है। त्यो ठुलो खालको डम्बल, तर अलिकति ठुलो हेभी भएछ र भए पनि हाम्रो पर्वतले उचालिरहेछ होइन। यो चाहिँ घरमै बनाएको डम्बल हो, थोरै खर्चमा। अब हामी यस्तो मान्छेले ठुलो खालको चाहिने उतै बनिएको चाहिँ किन्नु सकिँदैन, त्यही भएर हामीले घरमै बनाएको छौँ यसो काम चलाउको लागि, कहिलेकाहीँ गर्नको लागि होइन। अब जहिले गर्न पनि सकिँदैन कहिलेकाहीँ होइन, त्यही भएर। ल अर्को उठ्या ल्याएर उचाल, सबै सामानहरू नयाँ हो कि, यो घरमै बनाएको। अनि ट्राई गर्दैछ हाम्रो भाइले, भाइले ट्राई गर्दैछ। पछाडि अब ज्यान बनाउनु पर्छ। ल त्यो चेक सक्यो होइन, उयो अर्को चेक गर हो। त्यो त सानै छ होइन, यो चाहिँ अलिक सानै हो। घरमै होला, अलि सिधा उभिएर गर्नुपर्छ क्या, ज्यानलाई सिधा यो मात्रै हल्लाउने हो क्या। यसरी बिस्तारी झार्ने, बिस्तारी गर्ने, जति स्लो गर्यो त्यति राम्रो हो।
बराबर पो अर्को हातमा त्यति नै हो फेरि हात दुख्छ अरे ठिक्क ठिक्क मात्रै हो जाल्नु भरे हात दुखेर रातभर फेरि ल केही छैन बानी छ बानी छ ल यो अर्को यी चाहिँ गरौँ छ त्यो 2 हातले होला अर्को या यसरी 2 हातले पक्रेर यसरी यसरी ठाडो झर्दैन सुकिसकेको छ लु त्यसरी गर्दा हो यसरी क्या मान्छे सिधा उभिएर है हो यसरी हो क्या यसले टक्कै चेस्टलाई ग्रो गर्छ राम्रो छ गरौँ छ ल है साथी अब यो हिजै बनाएको होइन यो सिमेन्टीको मैले घरमै बनाएको यो काठको छ यो काठको फेर्दा पनि मिल्छ पछि फलाम हाल्दा नि हुन्छ यहाँ दुलोमा चाहिँ मैले पाइप हालेको छु होइन यो काठ निकालेर फलाम हाल्दा नि हुन्छ अहिले यो के भन्छ अलिकति घरमा छिटो छरिटोको लागि मैले यो काठको लागि बनाएको त्यस कारणले गर्दाखेरि यो काठको हो होइन अब त्यहाँ फलाम हाल्दा नि मिल्छ फलाम हाल्दा नि मिल्छ अब यसलाई गरेर एकचोटि हेरौँ है त राम्रो सुकेकै छैन यहाँ भर्खरै नयाँ हो है अब यसलाई उतालेर गाह्रै छ यो चाहिँ उचाल्नु सक्दैन अब यस्तो मात्रै गर्ने हो 1 2 3 4 5 6 चोटि मात्रै गरिराखौँ अहिलेलाई होइन एकदम गरम छ यो एकदमै गरम भयो मैले अर्को बनाइसकेको छु यसलाई चाहिँ राखेर अर्को गर्ने हो यो चाहिँ अब केटाहरूले गर्छ पछाडि हुर्केपछि है चाहिँ अलिक गाह्रै छ साह्रो भल गर्नु पनि हुँदैन फेरि ढाड चड्किन्छ अब आजलाई यो यति नै गर ल साथीहरू यो पनि नयाँ हो होइन यो चाहिँ आज मात्रै निकालेको हो यो चाहिँ हिजै बनाएको यो सबै नयाँ हो सामान मैले घरमै बनाएको सिमेन्टी ल्याएर होइन सिमेन्टी बल्लबाट अनि यो पाइप भित्रबाट काठको हालेको छ अनि यसलाई दह्रो बनाउनु लागि अब पाइप मात्रै हाल्यो भने यो थाम्दैन भाँचिहाल्छ त्यही भएर भित्रबाट काठले सपोर्ट गरेको छ अब तपाईँले सक्नुहुन्छ भने सिधै फलाम किनेर ल्याएर हाल्दा हुन्छ होइन अब हामीले चाहिँ अलिक अहिले तत्कालको लागि चाहिँ यही गर्ने भयो फेर्दा पनि मिल्छ यो यसमा पनि म तपाईँलाई गरेर देखाउँछु है त अलिक स्लोली गर्नुपर्छ 11 12 ल अहिलेलाई हामी यति नै गरौँ है अब साथी हो मैले अब पहिलो एक्सपिरियन्समा चाहिँ सबै सामानहरू ठुल्ठुलो भएको छ होइन यो पनि ठुलो भयो अब अर्कोचोटि बनाउँदा चाहिँ मैले फलामै ल्याएर अलिकति राम्रो तरिकाले बनाउँछु अहिले चाहिँ सबै ठुल्ठुलो भएको छ अनि केही छैन अब काम त चलाउनु पर्यो होइन अब पछि केटाहरू सक्नेले गर्छ म चाहिँ अब यो अर्को बनाउँछु यो चाहिँ अब त्यतिकै राखिराख्ने हो होइन हो जसले अब आएर गर्दा नि मिल्ने खालको हुन्छ यो सामानहरू यो चाहिँ गरेर देखाउँछु है त यो छड्के तरिकाको यो चाहिँ ट्राइसेप बढाउनको लागि 3 4 5 अब अर्को साइडबाट म गर्नुपर्छ दुईटै हातमा है र फेरि एउटा हात बिग्रिन्छ 1 2 3 4 5 ल साथी अब हामी यो बनाएमध्येमा मैले सामान बनाएमध्येमा यो सबभन्दा राम्रो हो यो पनि गरेर तपाईँहरूलाई देखाउने छु यो पनि नयाँ हो यो हिजो बनाएको यो आज बिहानै
राम्रो सेट भएकै छैन होइन नयाँ हो, त्यही भएर अलिक हल्का तरिकाले गर्नुपर्छ। अब हामीसँग सामान नभएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर अलिक भने जस्तो भएको छैन। अर्कोचोटि सामान बनाउँदा चाहिँ अलि राम्रो बनाउने चाहिँ अब आशा गरेको छ होइन। यो पालिलाई चाहिँ हामीले यस्तै तरिकाले काम चलाउँछौँ। ल यो पनि म गरेर देखाउँछु। बराबर गर्नुपर्छ 2 राडमा है। 1 2 बिस्तारै गर्नुपर्छ, 3 4 5। अब अर्को हातमा पनि 5 चोटि बराबर गर्नुपर्छ है, दुईटै हातमा। 1 2 3 4 5। ल साथी अब यो भयो होइन। अब यहाँ छ एउटा, यो हाम्रो पर्वतले दिएको यो बनाएर घरमै, यसले चाहिँ पराम्स बढाउनको लागि मद्दत गर्छ होइन। जस अब त्यति सजिलै त बढ्दैन र भए पनि यसो गरेको नगरेको मिल्दैन, हल्का गर्छ है यसले। ल यो चाहिँ हामीले किन गर्नुपर्छ भन्दाखेरि आफ्नो शरीरलाई स्वास्थ्य राख्नुको लागि होइन। अब अहिलेको भर्खरको युवाहरूलाई चाहिँ के छ भन्दाखेरि कुलततिर लाग्ने सम्भावना हुन्छ, त्यही भएर यतातिर चाहिँ आकर्षण गर्नुको लागि मैले यो पनि सुरुवात गरेको हो। ल गरेर देखाउँछु है 6 चोटि है। 1 2 3 4 5 6। ल अब यसलाई पनि 6 चोटि बराबर 1 2 3 4 5 6। ल साथीहरू अब यसरी नै तपाईँहरूले घरमै सामानहरू बनाएर, घरमै सामानहरू जुटाएर थोरै मूल्यमा घरमै तपाईँहरूले वर्कआउट गर्न सक्नुहुनेछ। किन भन्दाखेरि हामी अब मिडल क्लास फ्यामिलीको मान्छेले चाहिँ जिम हाउसमा गएर गर्ने पैसा हुँदैन होइन। त्यस कारणले गर्दाखेरि हामी मिडल क्लास फ्यामिलीको मान्छेहरूले चाहिँ यसरी घरमै बनाएर थोरै अब प्रोटिनहरू खाएर घरमा के मिल्छ होइन। अब सागसब्जीहरू अनि तपाईँको सोयाबिन होइन, अनि त्यसमा अब अलिअलि चना मटर होइन के हुन्छ, अन्डाहरू अलिअलि हल्का हल्का खाएर, अब धेरै त त्यो पनि हामीले जुटाउन सकिँदैन। वर्कआउट पनि हामीले त्यही अनुसारको थोरै गर्ने हो। अब ज्यानलाई ठुलो बनाउनुको लागि होइन, ज्यानलाई अलिकति अब ठिक्कको होइन मान्छेले अलिक आकर्षण खालको बनाउनुको लागि हामीले यो गर्दैछौँ। त्यस कारणले गर्दाखेरि अब त्यही हो। आशा छ तपाईँहरूले पनि भिडियोलाई हेर्नुहुनेछ, फलो गर्नुहुनेछ। च्यानल सब्सक्राइब गर्नु होला, तपाईँले गर्नु भएको छैन भने सपोर्ट गरिदिनु होला। भर्खरै नयाँ हो होइन यो फिटनेसको च्यानलमा चाहिँ अब कसैले पनि सब्सक्राइब गर्दैन होइन। त्यस कारणले गर्दाखेरि तपाईँहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है त। थ्याङ्क यू।